तपाईँको मोबाइल फोनको स्टोरेज फुल भएर तपाईँ यदि हैरान हुनुहुन्छ भने आजको यो ट्रिकबाट तपाईँको फोन सिधै खाली हुनेछ। धेरै साथीहरूको समस्या के कमेन्ट गर्नुभएको थियो भने मेरो मोबाइल फोनको स्टोरेज एकदम फुल भइसकेको छ, तर त्यो खाली नै हुँदैन। मैले धेरै भिडियो, फोटोहरू चाहिँ डिलिट गरिसकेँ, तब पनि खाली देखाउँदैन। साथीहरू, आजको यस ट्रिकले तपाईँको मोबाइल फोनको स्टोरेज अब सिधै खाली हुनेछ। त्यसको लागि सबैभन्दा पहिले तपाईँले आफ्नो मोबाइल फोनको प्ले स्टोरमा जानुपर्ने हुन्छ। प्ले स्टोरमा सिधै पस्नुहोला। प्ले स्टोरभित्र पसिसकेपछि तपाईँले यहाँनिर यो आफ्नो जिमेल आइडी आइकन हुन्छ, यहाँनिर नाम हुन्छ तपाईँको फर्स्ट अक्षर, त्यसमा क्लिक गरिसक्यो भन्दापछि यहाँनिर तपाईँले कहाँ जानुपर्ने हुन्छ त म्यानेज एप्स डिभाइसमा क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसक्यो भन्दापछि यहाँनिर तपाईँले म्यानेजमा क्लिक गर्नुहोला। म्यानेजमा क्लिक गरिसक्यो भन्दापछि दिस डिभाइसमा क्लिक गरेर नट इन्स्टलेटेड एप्स भन्ने हुन्छ जो यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईँको यहाँ धेरै एप्सहरू जुन तपाईँले डाउनलोड गर्नुभएको थियो ती एप्सहरू यहाँ देखाउँछ। यिनीहरूलाई सिधै के गर्नुहोला, यसरी चाहिँ टिक गरेर डिलिट गर्नुपर्ने हुन्छ। यसरी डिलिट गरिसक्यो भन्दापछि तपाईँको स्टोरेज सिधै के हुन्छ त खाली हुनेछ। अब यहाँनिर रिमुभ गरिसकेँ। त्यसभन्दापछि यहाँनिर अरू कुनै गेम्सहरू पनि छन् भने त्यसलाई पनि सिधै के गर्नुहोला, डिलिट गर्नुहोला। अर्को के गर्नुपर्ने हुन्छ काम, यहाँ गइसक्यो भन्दापछि यहाँनिर तपाईँले यहाँनिर अलि तल जानुपर्ने हुन्छ, सेटिङमा जानुहोला। सेटिङमा गइसकेपछि नेटवर्क प्रिफरेन्समा गएर यहाँनिर तपाईँले अटो अपडेट एप्स छ, यसलाई अफ गर्नुहोला। र अर्को काम गर्नुपर्ने भनेको अटो पेले भिडियो छ, यसलाई पनि अफ राखिदिनु होला। डन्ट अटो पेले भिडियो राख्नुहोला। यति गरिसकेपछि तपाईँको फोन सिधै स्टोरेज अब एकदम कम हुनेछ। यदि भएन भने मलाई फेरि कमेन्ट गर्नुहोला, म तपाईँहरूलाई अर्को भिडियोमा पुरा प्रोसेस सहित देखाउनेछु। हस्, धन्यवाद।